अरू कोही हुनुहुन्छ भित्र? ठिक छ, भित्र अरू केही छैन नि क्याजुअलिटिज? हेलो एन्ड नमस्ते गाइस, वेलकम टु माई न्यू ब्लग। आज पनि नयाँ छोटो मिठो भिडियो लिएर आइसकेको छु। अनि आजको ब्लग हुनेवाला छ हाम्रो जङ्गलतिरको। हामी चाहिँ आज जङ्गलतिर जाँदै हो गाइस है। बाख्रा हेर्नु आज जङ्गलतिर जाने हो चट्ट लाएर। अनि यहाँ चाहिँ एउटा घरको चाहिँ कम्तीमा नि 3 दिन जति भयो 11वटा बाख्रा हराएको होइन जङ्गलमा। त्यो बाख्राहरू पनि खोज्नु पर्ने छ। 3 दिन जति भइसक्यो है बाख्रा हराएको। बिचरा होइन, त्यो घरलाई कति नराम्रो लागिरह होला होइन। आफूले दुःख गरेर पालेको बाख्राहरू हराउँदाखेरि त अभियसली नराम्रो त लागिहाल्छ। सुम पनि एकदम बवाल छ आज होइन, घाम लागिरहेछ। अनि यसो बाख्रा पनि जङ्गलतिर डुलाइदिउँ होइन। अनि गाउँमा बस्यो भने त्यही हो केटाकेटी हो काम भनेकै। बाख्रा साख्रा डुलाउन गयो जङ्गलतिर, चट्ट रमाइलो यताउति यस्तो आनन्दको वारिपारी। हेर त मान्छेमा त सानो बोका चाहिँ सानो मात्र है, फेरि एकदम तागतिलो माका डक्सहरू। कहाँ हो गान्जा? यसलाई बैसा चढेको, तँलाई बैसा चढेको होइन। तँलाई यसलाई चाहिँ अर्को दसैँमा च्याट हान्नु पर्ने भए। डाँडा हेरौँ न गाइस, डाँडा। यो डाँडाबाट खस्यो भने त आमा थैत सकिन्छ हो मान्छे त। डाँडा काँडा हरियाली नाइस छ क्या भ्यू चाहिँ। गाइस बवाल हेरौँ न, यहाँ डाँडा काँडा हरियाली चट्ट लाएर बवाल छ होइन। आज चाहिँ हामी जङ्गलतिर जाँदै हो। अनि माथि खोला देखाइदिन्छ, खोला यस्तो बवाल छ तल पनि है। अनि त डाँडा काँडा खतरा छ। अनि हामी जङ्गलतिर जाँदै हो। आज जङ्गलमा हुन्छ नि न्युरो स्युरो च्याउ जे भेट्ने चाहिँ हामी चट्ट लिएर आउने हो। अब हेरौँ जम्न पहिला कस्तो हुन्छ। आइज पनि आउँदै जङ्गलतिर लिएर जाँदै हो क्या। जो लाइन लिएर जाँदै हो, कुकुर लाइन लिएर जाँदै हो। यता चाहिँ यस्तो यो बाँदर टाइगरहरू चाहिँ आइरहेको हुन्छ अलिअलि। अनि टाइगरहरू पनि आइरहेको हुन्छ। सो त्यहीबाट अब जाँदै हो है। आइसक्यो राजु, कमर ब्रो आइज। हिजो पनि एउटा स्याल मारेको थियो क्या अहिले चाहिँ खतरा हुने। फेरि गाउँको भन्दा गाउँको हिजो एउटा स्याल मारेको थियो। अब आज के लिएर आउँछ आइज। हिजो चाहिँ एउटा स्याल समातेको थियो है। अनि अब आज पनि जङ्गलतिर लिएर जाँदै हो। अब आज के हुन्छ आउँदैछ यतातिर त यो स्यालहरू एकदम हुन्छ नि त सब। यहाँ चाहिँ पहिरो गएको हो है, यस्तो भएको छ क्या। अब गाउँतिरको बाटो त्यही त हो। पानी सानी आयो भने होइन एकदम रिक्स हुन्छ नि त यता त। ओ माई गड जङ्गलमा आइसक्यो है हामी। जङ्गलमा फाइनली वी आर इन जङ्गल है। आइसक्यो जता चरायो हुन्छ। यो मान्छेहरूले बस्ती छोडिसक्यो होइन गाइस। झन् त्यसपछि चट्ट आएर बाख्राहरू म्याक्सिमम् जहाँ हाल्दै नि हुन्छ अहिले। तर एउटा डर के छ भने अहिले बाख्रा चाहिँ हराउँछ क्या। कहाँ जान्छ बाख्रा चाहिँ थोरै हराउने अलिक डर छ। आयो अब सर्यो केटाहरू सोल्टियो कान्छ राजु यहाँ चाहिँ छिटो राजु। यो पनि यहाँ जुगाले चाहिँ नमिठो खाने भयो कि मान्दैन आइज भनेको। मान्दै नमान्ने आउनै पर्ने यसलाई। यस्तो छ क्या सब झाडी हो। बाख्रा उहाँ पुगिसक्यो, राजु यहाँ आइसक्यो। यो जङ्गल माथि त दाउरा साउरा काटिदिने है। पहिला नि यस्तै गर्थ्यो क्या हामी केटासँग आयो भने होइन। टक्क लट्ठी सट्ठी बनायो। अनि अलिक त्यसैले अनि टाइगर साइगर आयो भने त्यस्तै भन्न पऱ्यो नि त बेडा हो। बाख्रा माथि लैजाने तरिका है तरिका। अब रुख यस्तो खसाल जस्तो गऱ्यो घाँस खाना पाएँ भन्ने हुन्छ नि त। त्यसपछि सब बथान लाग्छन् बथान। यो चाहिँ मेन बााउन्डन चल माथि। यो चाहिँ मेन हो है यो। अब जङ्गलमा त बाख्रा कता जान्छ नि त। अब यो लगाइदियो भने त अनि टक्क लाएर अनि भेटिहाल्छ। त्यो हाम्रो गुरु हाम्रो असिस्टेन्ट पनि आइसक्यो यहाँ। अघि यो पनि बाख्रा हेर्न आज। बाख्रा त हेर्छ गरे यसले पनि होइन।
के भयो जुगालाई खान रोक काँडा 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 आइज यता आइज यता आइज आइज जा आइज यता जा त्यो पनि बाख्रा हेर्न आज बाख्रा जे होस् जङ्गलतिर छौँ रमाइलो पनि हुन्छ बिस्तारै बिस्तारै अनि आज त कुकुर पनि आइरहेको है अनि चट्ट लगाएर जुगा लाउँछ कि लास्टै जुगा त भ्या यस्तो लाउँछ जुगा यो ठाउँमा यस्तो जुगा लाउने ठाउँ हो यो तर के गर्नु अब हाम्रो असिस्टेन्ट पनि अगाडि हिँडिसक्यो मेन मान्छे माथि अगाडि छ राजु कुकुर र म चाहिँ टक्कै लाएर यहीँ पछाडि पछाडि हो कहाँ कहाँ डुलेर आइसक्यो कहाँ कहाँ डुलिस कहाँ कहाँ डुलिस यहाँ आइज कहाँ कहाँ डुलिस त भन् त कहाँ कहाँ डुलिस भन्न खतरा खाने फेरि खतरा गाइस सिहारी हो नि त सिहारी अहिले त अझै बुढो भएर न त अन्त खतरा हो सोल्टी त तेरीमा सुगा न इस माथि माथि आइसक्यो त्यो जुगा लाउँछ नि आइसक्यो है यहाँ खानेकुरा छ हल्का फुल्का अनि के छ थकेर आइसक्यो थाकिसक्यो यो धेरै हिँडेर दकुरे दकुरे गर्छ गाइस अहिले चाहिँ हामी ठ्याक्कै जङ्गलको बिचमा छौँ है ठ्याक्कै जङ्गलको बिचमा क्या अनि यहाँ चाहिँ टक्कै यहाँ बाख्राले यो खाँदै होइन उता पनि त्यस्तो छ कि जङ्गल है यस्तो छ कि जङ्गल रुखले सबले घेऱ्यो हामीलाई होइन अनि हामी चाहिँ ठ्याक्कै जङ्गलको बिचमा जुगाले पनि खाएर थैती खा जुगा जति फाले पनि छोड्दै छोड्दैन क्या जुगा र मान्छेको के बित्यो त्यस्तो प्रेम छ हो म्याङ्गा डो भित्र पसेर नि काट्दै सबै काट्दै अब झडाम झुडुम अहिले साइडमा थाहा नि बाख्रालाई गाह्रो भयो त्यहाँ यो 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 हामी चाहिँ यहाँ रुखमाथि चढिएर हो क्या अब तल बस्यो भने त जुगा आउँछ गाइस है अनि त्यही भएर चाहिँ बाख्राहरू यहाँ तल चढिरहेछ अनि हामी चाहिँ रुखमाथि चढिरह हो एकछिनमा जाने बेला हुन्छ मै हेर मेरो यस्तो जङ्गल छ हेरमा थै गाइस हामी चाहिँ जङ्गलमा अम्बा खाँदै अब झर्ने बेला हुन्छ बाख्रा यहाँ झाङमा खान अनि बाख्रा नि अगाडि छ कि जुगा त लास्टै लाउनु रहेछ आमामा फर्स्ट टाइम आएको यो ठुलो जङ्गलमा है फर्स्ट टाइम आएको म त ओ माइ गड फाइट फर्स्ट टाइम आएको महानी बाख्रा बिस्तारै बिस्तारै गाइस 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 गुफा पानी आयो भने चाहिँ यस्तो मुनि बस्छन् क्या टक्क यति मजा हुन्छ टक्क आयो है हामी यस्तै मुनि बसिदिन्थ्यो क्या ओडार हो कि यो चाहिँ ओडार पानी आयो भने चाहिँ यस्तो मुनि बसिदिने कि पानी रसाइरह नि त पानी रसाइरह कि टक्क लगाएर होइन यस्तो मुनि आइदियो बस्दियो पानी आयो भने कि अनि बाटो त अनि पानी आयो भने त अनि त्यो मुनि बस्यो भने त आनन्द भयो नि त माकुराको जालले घेऱ्यो अब गाई जङ्गलमा हिँडिसितै यसरी हिँड्नुपर्छ अब के गर्नु गाई यसरी हिँड्नुपर्छ यो सबै बाटोमा आउनु लाग्यो हेर्नु न यहाँ केही लुकिसक्यो हौ हेर्दै कस्तो डर लाग्दो भयो ओएमा म कसरी आउँदो हो यो बाटो दाउरा ओ माइ गड यस्तो हुन्छ कि फाइनली हामी चाहिँ बाटोमा आइयो होइन अब चाहिँ निक्लिने हो हामी यत्रो ठुलो जङ्गल यहाँ माथि हो कि गइयो होइन अनि त्यसपछि चाहिँ भर्खरै झऱ्यो यो बाख्राको जात के हो भनेको भरसम्म यत्रो जङ्गलमा लयो चरायो है फेरि चर्नु लाग्यो यिनीहरूले खाएको चाहिँ कहाँ जान्छ हो यिनीहरूको पेट कत्रो हुन्छ गाइज भनेको घर पनि आइयो दुःख पनि पाइयो जुगालाई रगत दान पनि गरियो सबै एकैचोटि अरू कोही हुनुहुन्छ भित्र ठिक छ भित्र अरू केही छैन नि क्याजुअलिटिज
ल पाउने ए भाइ फुटेर के हुँदैन तर माथि तान्नु परेको उसलाई त तपाईँ उभिनु यो ढाला बसेको थियो ल ठिक छ ढाला बसेको थियो त्यही भएर खैदिनु साइडमा राख्नु है पानी हाल्नु पर्छ साइडमा राख्नु ढाला नबस्यो भनेको म त्यो हो त्यही भएर दुईजनाले हातमा दुईजनाले ए भाइ यहाँ आउनु यहाँ अनि एउटा गाइस दुःखको खबर छ बिचरा हिजो भर्खर होइन हाम्रो घरबाट आधी घन्टाको डिफ्रेन्स त्यो गाईघाटको झर्ना भन्ने ठाउँ छ नि हो त्यहाँ चाहिँ एउटा जिप एक्सिडेन्ट भएछ होइन दुर्घटना भएछ त्यति बेला बिचरा भर्खरको जवानी उमेरमै होइन एकजना केटाले चाहिँ आफ्नो ज्यान गुमाइसकेको छ कोही एकदम गम्भीर छ अरे होइन अनि कोही चाहिँ जो सामान्य छ बिचरा सानो बच्चाहरू पनि रहेछ होइन बिचरा उनीहरूलाई केही पनि नभएछ क्या हुन त कसैलाई केही नहोस् भन्ने कुरा हो अब कति बेला के हुन्छ त थाहा हुँदैन अब अहिलेको सिजन भनेको एकदम पानी पर्ने सिजन छ होइन पहिरोहरू आइरहेको हुन्छ त्यही भएर एकदम केयरफुल हुनुपर्छ क्या अनि अर्को मिस्टेक चाहिँ के भएछ भने ड्राइभरले चाहिँ रक्सी खाएर रहेछ अनि रक्सी खायो बिना गाडी चलाउन पनि हुँदैन अनि सिधै खोलामा चाहिँ खसेछ क्या गाडी अनि त्यो भएर चाहिँ एकदम केयरफुल हुनु होला होइन सबैजना अनि एकदम इम्पोर्टेन्ट काम पऱ्यो भने चाहिँ हिँड्नु होला नत्र अनि त्यो रमाइलोको लागि चाहिँ अहिलेको सिजन चाहिँ अलि अनसेफ छ किनभने पानीहरू आइरहेको हुन्छ कति बेला पहिरो जाला होइन जे पनि हुनसक्छ नि त त्यही भएर गाइस आफू एकदम सेफ हुनु होला आफ्नो ज्यान छ त सबै छ होइन आफू ज्यान छैन त केही पनि छैन जब मैले त्यो घटना सुनेँ होइन मलाई नि एकदम हुन्छ नरमाइलो लाग्यो क्या होइन सो सबैजना केयरफुल हुनु होला अनि जतिजना पनि नयाँ भ्युअर्सहरू हुनुहुन्छ सब्सक्राइब गर्न नबिर्सिनु होला ओके गाइस